हेलो गाइज, गुड मर्निङ। हजुरहरूलाई मेरो च्यानलमा धेरै धेरै स्वागत छ र सबैजनालाई ह्याप्पी तिहार। अनि आज चाहिँ हो गाई पूजा र अहिले चाहिँ म आएको छु मेरो माइत र हेर्न सक्नुहुन्छ आज गाई तिहारको दिन हाम्रो घरमा चाहिँ गाई छ। सो त्यही भएर पूजा गर्नुहुँदैछ मेरो बाबा मम्मीले चाहिँ अब त्यो तराई झरेदेखिको जहिले नै गाई चाहिँ पाल्नु नै हुन्छ, किनभने उहाँहरूलाई बाहिरको त्यो दुधहरू बाहिर जुन बेच्ने दुधहरू धेरै पातलो हुन्छ र त्यही भएर चाहिँ घरमै गाई पाल्नुहुन्छ। आज गाई पूजा गर्दा चाहिँ सबैजना डराइ पूजा गरिराख्नु भएको थियो, किनभने हाम्रो घरको गाई चाहिँ सबैलाई लात्ता हान्छ, तर मेरो बाबालाई चाहिँ केही पनि गर्दैन। सो त्यही भएर चाहिँ बाबा छेउमा उभिएर हेरिराख्नु भएको थियो कि लात्ती नहानोस् अरूहरूलाई भनेर। म चाहिँ यो बिहे गर्नु अगाडि पनि बिहे गर्नु पछाडि पनि गोठमा चाहिँ कहिले जान्न, किनभने मलाई त्यतातिर ध्यानै जाँदैन। सो त्यही भएर चाहिँ म आउने हो भनेको कहिलेकाहीँ र यस्तै पूजाहरू हुँदाखेरि र हेर्न सक्नुहुन्छ म चाहिँ डराइ पूजा गर्दैछु, किनभने अब गाईले लात्ता हान्यो भने त सबै भइहाल्यो नि। म बाबा मम्मीलाई कति सम्झाउँछु कि नपाल्नु भनेर, त्यही पनि मान्नुहुन्न, किनभने हाम्रो मम्मी बाबालाई चाहिँ एउटा केही न केही घरमा जनावर चाहिँ भएकै मनपर्छ र मम्मी बाबाहरू पनि घरमा एक्लै हुनुहुन्छ, किनभने मेरो दादा पनि बाहिर हुनुहुन्छ र म पनि धेरै जस्तो इन्डियामै बस्छु। म आउने भनेको त यस्तै चाडपर्वतिर हो र यो चाहिँ हो गोरु, किनभने एकै दिन त्यो गोरु र गाई पूजा र त्यही भएर चाहिँ यहाँ आज गोरु पनि पूजा गर्नु हुँदैछ। यो पालि चाहिँ अब गाई पनि गोरु पनि एकै दिन थियो, गाई पूजा र गोवर्धन पूजा। सो त्यही भएर चाहिँ यहाँ गोरु पनि पूजा गर्नु हुँदैछ र म चाहिँ माला लगाइदिँदैछु, किनभने मलाई धेरै डर लाग्छ, तर यो चाहिँ बच्चा नै छ। सो त्यही भएर चाहिँ म त्यति डराएको छुइनँ, अलिअलि मात्रै डराएको छु र यहाँ माला लगाइदिँदैछु। र हामीले चाहिँ हाम्रो संस्कृति कहिले पनि बिर्सिनु हुँदैन, किनभने यदि हामीले नै हाम्रो संस्कृति बिर्स्यौँ भने त पछि हाम्रो पुस्ताहरूलाई त्यस्तो केही पनि थाहा हुँदैन। र आज चाहिँ बनाउँदैछौँ अर्सा, र यो चामलको पिठोलाई चाहिँ अब यो भाँडोमा चाहिँ हामीले घिउ र चिनी अनि त्यहाँदेखि अलिकति दुध हाल्नुपर्छ र दुध हालेर पाक बनाइसकेपछि त्यो पाकमा चाहिँ हामीले चामलको पिठो अलिअलि गर्दै हाल्नुपर्छ। एकैचोटि हाल्न हामीले मिल्दैन, किनभने त्यो मजाले ब्लेन्ड हुँदैन। सो त्यही भएर चाहिँ हामीले अलिअलि गर्दै हालिसकेपछि यत्तिको ढिँडो जस्तै मस्काउनु पर्छ र यत्तिको भइसकेपछि चाहिँ थोरै पिठो लिएर थालमाथि प्लास्टिक राखेर अनि त्यहाँदेखि त्यो माथि चाहिँ तेल अलिअलि लायो, त्यहाँदेखि अनि त्यो पिठो राखेर त्यहाँबाट त्यसलाई यसरी नै मजाले मिलाएर गोलो हुन्जेलसम्म गोलो बनायो। पर्फेक्ट गोलो त बनाउन सक्दैन मैले, त्यही पनि ठिक्कको गोलो बनायो, पतला र यसलाई चाहिँ अब हामीले तेलमा हाल्दैछौँ र त्यो तेल चाहिँ अलिक खरिएको हुनुपर्छ, तर खरिएको भयो भने चाहिँ मजाले बुन्छ। यो बनाउनु चाहिँ अलिक गाह्रै छ र यहाँ हेर्नुहुन्छ रेडी भइसक्यो हाम्रो अर्सा, र यो चाहिँ हो अनर्सा, किनभने अब अर्सा बनाइसकेपछि अलिकति अनर्सा बनाउने भनेर र यसरी नै बनाउनुहोस्। यो तिहार आइसकेपछि चाहिँ जबसम्म यो अर्सा अनर्सा रोटी बनाएको छैन तबसम्म चाहिँ तिहार नै आए जस्तो लाग्दैन। र यहाँ मैले अर्सा पनि मतलब अनर्सा पनि, तर अर्सा भन्दा अनर्सा चाहिँ अलिक बाक्लो हुनुपर्छ र रेडी बनाइसकेको छ र रेडी भइसकेको यसलाई चाहिँ अब जान्छ तेलमा। म यो बेसी त खान्न, यहाँ बेसी त खानु न, त्यही पनि अब चाडपर्व आएकोलाई रमाइलो लाग्छ र हाम्रो अनर्सा पनि गइसकेको छ। यो चाहिँ हाम्रो अर्को दिदीले हाल्नुभएको, किनभने बहुत डर लाग्छ यसको हातले हाल्नको लागि। माइतमा आउँदाखेरि त खोइ के भएको बेग्लै खुसी हुन्छ, तर यो मतलब तिहारमा त माइतीलाई उतै आफ्नै घरमा बोलाउनु भन्छन्, तर म चाहिँ माइतमै आउँछु, किनभने मेरो घर र माइत चाहिँ अलिक टाढा छ। र यो अनर्सा यहाँ चाहिँ हाम्रो पाक्दैछ रोटी, तर यो म चाहिँ यतिखेर थिइनँ, म सपिङ गर्न गएको थिएँ र यो चाहिँ हुनुहुन्छ हाम्रो सानो मम्मी र मम्मी रोटी बनाउनु हुँदैछ। दुईजना चाहिँ रोटी बनाउन बट ट्यालेन्टै हुनुहुन्छ। यो रेकर्डिङ चाहिँ मैले बिहानै गरेको थिएँ, त्यही भएर मेरो स्वर पनि भइरहेछ र हेर्नुहुन्छ हाम्रो रोटी रेडी भइसकेको छ। ओके, बाई बाई एभ्रिवान।